बिस्तारामा पल्टिने, चाक तेर्छ्याएर नराम्रो कमेन्ट गर्नु तपाईको बानी आजैबाट हटाउनु। विभिन्न सामाजिक प्लेटफर्ममा आएर मेरो भिडियोहरूमा नराम्रो शैलीले कमेन्ट गर्नुहुने केही मेरै छरछिमेकी गाउँघरको दाजुभाइ मित्रहरू हुनुहुन्छ। उहाँहरूलाई मैले पहिलो वार्निङ ल्याएर आएको छु। सकिन्छ कसैलाई सम्मान गर्नुहोस्, सकिँदैन कसैलाई अपमान पनि नगर्नुहोस्। यस्ता शब्दहरू मैले बारम्बार दोहोऱ्याउने गर्छु र म आफूमा पनि एकदमै मनमा क्लियर र कसैप्रति नराम्रो भावनाले, नराम्रो दृष्टिकोणले हेरेको पनि छैन र बोलेको पनि छैन। यदि तपाईहरूको प्रति बोल्नु पर्यो भने तपाईको नाम, तपाईको फोटो, तपाईको भिडियो सबै कुरा यसरी नै पब्लिक गर्नेछु। जहाँ म कन्टेन्ट क्रिएटरको रूपमा काम गरिरहेको छु, जस्तै मलाई पनि सबै कुरा थाहा छैन, म पनि केही कुरा सिक्दैछु, अगाडि बढ्दैछु, केही साथीहरूबाट लिँदैछु ज्ञानहरू। म आफैले पहिल्यै कुरा त सबै कुरा जानेर आउँदैन, सिक्दै जाने हो। त्यसैले म काम गरिरहेको हुन्छु ड्युटीमा र त्यो बचेको समयलाई मात्रै सदुपयोग गरेको। तपाईले पनि सक्नुहुन्छ त्यो, मलाई मात्रै नराम्रो शैलीले कमेन्ट गरेर हुँदैन। अनि बिस्तारामा पल्टिने, चाक तेर्छ्याएर नराम्रो कमेन्ट गर्नु तपाईको बानी आजैबाट हटाउनुहोस्। नत्र भने नेपालको कानुन बमोजिम साइबर केस हालेर तपाईको पनि हालत खराब भइजाला। त्यसैले यदि तपाईहरूले पनि मलाई हेर्न चाहनुहुन्छ भने यी हेर्नुहोस् फोटो, टिकटकमा प्रेम्स ट्रेन्ड स्टोर नाम राखेर मैले एडभर्टाइजको भिडियो राख्ने गर्छु र एडभर्टाइज काम गरिरहेको छु। बचेको समयलाई सदुपयोग गरेको छु। अब लगानीको कुरा गर्नुहुन्छ भने मसँग एउटा 35,000 को एउटा फोन छ अनि 70,000 को एउटा फोन छ भने अस्ति भर्खरै मात्रै मैले भिडियो गरिरहेको छु 17 प्रो म्याक्स एउटा छ। अब मूल्य जोड्नुहोस् कति पर्छ त्यो आफै तपाईलाई मूल्याङ्कन गर्नुहुन्छ। र वायरलेस माइक्रोफोन छ बाहिर आउटडोरको लागि भने दुईवटा छ, कम्पनी एउटै भए पनि तर प्राइस फरक पर्न जान्छ भने यस्तो ठुलो माइक्रोफोन दुईवटा छ। म आफू काम सिक्दैछु र सिकिसकेको छु। केही कुरा अझै केही विज्ञ व्यक्तिहरूबाट म ज्ञान लिने प्रयासमै छु र सकिन्छ भने तपाईहरूले अझ मलाई केही हौसला दिनुहोस्, उत्साह दिनुहोस् हैन। नत्र भने नराम्रो कमेन्ट नगर्नुहोस्। तपाईको पनि हालत केही न केही देखेला, ख्याल गर्नुहोस्। बी केयरफुल। थ्याङ्क यू सो मच।